राई मुसापोली खाए लिम्बू म खान्छु किबु तामाङ रक्सी नमाङ गुरुङ गाडन गुडुङ मगर बिगार नगर आचलजीसम्म पनि गरे अरू ए त्यस्तो नभन्नु यार हेत्री यो त आउनुहोस् कि यो बोलीमा भएर यस्तो म यो टिममा छैन साम्राज्ञी बहिनीसँग पनि गरेँ होइन मेरुना बहिनीसँग पनि गरेँ सबैसँग काम गरेँ क्या फिल्मसँग सबैजना राम्रो हुनुहुन्थ्यो तर अझ सहज चाहिँ उहाँसँग एकदम तीन कुनेमा प्रदर्शन गरेको मण्डलले गुण्डागर्दीलाई छुट दिने छैनौ आमाको दुध पेको छ भने एउटा बाबुले चाहिँ दुर्गा प्रसादलाई ठेगान लाउँछु भनेर मेरो अगाडि बढ्यो भने एकपल्ट दिँदाखेरि 3 इन्ची सारिदिन्छु त्यसलाई म मेरो अगाडि बढोस् न किन केटी भन्दा पनि यसलाई चाहिँ अलिक केटा मान्छे मनपर्छ कि अब केटीलाई त केटा मन परिहाल्छ नि होइन केटालाई त अब केटालाई केटी मन पर्ने केटीलाई केटा मन पर्ने हो क्या केटीलाई बिगाडिया छ केटालाई केटालाई बिगाडिया अहिले चलन छ नि त अब कोही यसो त कोही अब मन मिल्यो भने केटा केटा पनि बिहे गर्छन् होइन केटी केटी पनि बिहे गर्छन् मन मिल्यो भने थियो होइन तर हामी त्यस्तो गर्दैनौँ होइन आफ्नो लाइफ पार्टनर कस्तो होस् भन्ने चाहन्छ नि तपाईँको इच्छा के छ कस्तो व्यक्ति आफ्नो लाइफ पार्टनर भएको खण्डमा लाइफ सजिलै बित्छ मलाई त आफूलाई पालिदिने लाइफ पार्टनर भयो जस्तो हुन्छ जस्तो लाग्छ होइन आफूले केही गर्न नपरोस् उसले गरिदियो हुन्थ्यो जस्तो लाग्ने होइन भनेपछि तपाईँले बिहे गर्ने केटी चाहिँ सबै गरिदियो सबै चाहिँ नै भनौँ होइन कमाइदिए भयो क्या घरको काम म मिलाउँला घरको काम तपाईँले गर्ने अनि अरू काम चाहिँ कमाउन चाहिँ उसले पर्यो भारतको हरेक मान्छेलाई सोध्नुभयो भने नेपालको प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कन्ठै केपी ओलीलाई चिन्नुहुन्छ तपाईँले तपाईँ ब्यागमा जानुहुने हो कहाँ जानुहुने सँगै जाऊँ न तपाईँ र म ल आहा यसपालि एसएलसी दिनुभएको है ओहो यता हेर्नु न भन्छु आउनु न तपाईँ कस्तो हो आउनु न मैले मन परेको मान्छे हो त पुरानो डुङ्गा पानीको छाला पार गरु कसरी उनी छिन पारी तरेर लाउन भेटु म कसरी हो भेटु म कसरी चतार चतार भाउजूले के भन्नुभयो अनि पहिला रिसा जस्तो गर्नुभयो पछि यस्तै हो छोडिदियो ज्यान जोगियो मान्छे त पत्रकारहरू भाइहरू त मरे गोली लाएर मरे अब हजुर चाहिँ राम्रोसँग आउनुभयो सुन हरायो भने के भएर फेरि उमेर छ कमाउला भन्नुभयो त पानी मुनि गए पनि बाँच्दैनस् क्या पापी हो नि त यो त एक प्रकारको पापी हो नि त मेरो यति सोझो फ्यामिलीमाथि आएर हाम्रो साई खानदान भनेको यस्तो खानदानमाथि आएर त्यो एउटा काम नलाग्ने नालायक म त नालायक भन्छु बच्चालाई पनि मेरो सानो सुलक बच्चालाई सम्म रिप आएको छ के त्यो मेरो सानो बच्चा बोल्नै नसक्ने बच्चाले त्यसलाई सहयोग गर्यो होला र नेपालीहरूले त्यसलाई गाली गरे काठमाडौँ छोडेर हिँडेको तस्करहरू फेरि बौलाउन थाले होइन 3 लाखको ट्याटु तल हान्नुभयो अब 4 लाखको ट्याटु माथि हान्दैन कहाँ माथि माथिको त सिकाउँदैन नरेशको नाम लेख्ने हो भने चाहिँ ए नरेशको सिधै के अरे बोयफ्रेन्डको नाम लेखिदिनुहुन्छ हजुर यता ऋतु छ यता लेख्नु पर्यो नि त अनि आफ्नो यता भने कहाँ घाँटीमा यहाँ साइडमा यता त्यो घाँटीमा घाँटीको यसमा पुरै यहाँ होइन कि यहाँ भनेको यहाँ त त्यो भने जानु नि रिस उठ्ने मेरो बुहारीले राम्रो भेट्छ होला सामान ठुलो भएको भेट्छ होला मेरो छोराको सानो थियो होला त्यस्तो नभन्नु न अब उहाँले त्यस्तै हो त अनि त्यही हो सामान ठुलो भएको अनि मेरो छोराको सानो भयो होला खोज्नु जाने जान्छु भन्छ बुहारी जा ऋषि धमला जी पत्रकारितामा उहाँ हावा हो सङ्गीतमा म हावा हो
तपाईँ यस्तो खतरा आन्सर बङ्गलादेश त के थियो बङ्गलादेशमा खाने पाएको छैन हाम्रो नेपालमा जति खाने खाओ होला तपाईँहरू खानु भएको छैन के खानु तपाईँहरूले ए फलफुल ल्याएर बजायो केटा हो